सम्पूर्णमा शुभ दिन। आज हामी शुभारम्भ विद्यालयका कक्षा 2 र 4 का भाइ बहिनीहरूलाई लिएर बुढानील कण्ठमा अवस्थित स्कोनमा आएका छौँ। यस शैक्षिक भ्रमणको प्रमुख उद्देश्य भनेको व्यावहारिक ज्ञान र शिक्षा प्राप्त गर्नु नै हो। शिक्षकहरूको सहकार्य, यस स्थलको विशेषता र यहाँको वातावरणले यहाँहरूको सिकाइमा थप सहयोग मिल्नेछ भन्ने कुरा मैले आशा लिएकी छु। यस शैक्षिक भ्रमणको महत्त्व के हो त, त्यस विषयमा प्रश्न पार्न जाँदै हुनुहुन्छ मेरा कक्षा 4 का बहिनीहरू। प्रश्नको लागि धन्यवाद गुरु। हाम्रा शैक्षिक भ्रमणका फाइदाहरू धेरै छन्, जसमध्ये प्रमुख फाइदाहरू यस प्रकार छन्। व्यावहारिक ज्ञानको विकास हुन्छ, जस्तै किताबमा पढेका कुराहरू प्रत्यक्ष रूपमा हेर्न र बुझ्ने मौका मिल्छ। धन्यवाद। आफ्नो सिपको पनि विकास हुन्छ, जस्तै अवलोकन, संवाद र निर्णय गर्ने क्षमताको विकास हुन्छ। धन्यवाद। समूहमा काम गर्ने कलाको विकास हुन्छ, जस्तै सहकार्य र देशद्रोह गर्ने कलाको विकास हुन्छ। धन्यवाद। मनोरञ्जन सहितको शिक्षा प्राप्त हुन्छ, जस्तै रमाइलो गर्ने सिक्ने वातावरण भन्छ। धन्यवाद। संस्कृति र सामाजिक जानकारी मिल्छ, जस्तै नयाँ ठाउँको भाषा, वेशभूषा र परम्परा बुझ्न सहयोग मिल्छ। धन्यवाद। यहाँहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद। अझ अन्य कुराहरू लिएर हामी अर्को भिडियोमा उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि सम्पूर्णलाई धेरै धेरै धन्यवाद। धन्यवाद गुरु आमा।